सम्पूर्णमा नमस्कार। आज म तपाईलाई बेनीबाट जोमसोम हुँदै मुक्तिनाथ पुर्याएर पुनः जोमसोम हुँदै मार्फा र बेनी ल्याउने कोसिस गर्नेछु। सम्पूर्णले मेरो भिडियोलाई अन्त्यसम्म हेरेर सहयोग गरिदिनुहुनका लागि हार्दिक अनुरोध गर्दछु। बेनीबाट सुरु भएको यात्रा मार्फा हुँदै मार्फाबाट केही अगाडि गएर हामीले सानो ब्रेक लियौँ र जोमसोमबाट उड्ने फ्लाइट को टाइम गएको रहेछ। सो हामीले एरोप्लेनको फ्लाइटलाई पनि क्याप्चर गऱ्यौँ र हामीले यहाँ सर्ट ब्रेक लियौँ। सम्पूर्ण साथीहरूले फोटो क्लिपसँगै सानो भिडियो क्लिपहरू हामीले तयार गऱ्यौँ र जोमसोम बजारको यात्रा तय गऱ्यौँ। हामीले नास्तासँगै हामीले जोमसोम बजारबाट पनि पुनः हामी मुक्तिनाथ मन्दिरको यात्रा तय गऱ्यौँ। जोमसोम बजारबाट केही अगाडि गए पश्चात हामीले यो जुन पुल छ त्यो पुलको राइट साइडतिर तपाईँ टर्न लिनुभयो भने जोमसोम बजारमै नजिकै रहेको पर्यटकीय स्थल गुम्बाले पुग्न सक्नुहुनेछ भने लेफ्ट साइडबाट तपाईँ मुक्तिनाथ प्लस लोमाङथाङको यात्रा तय गर्न सक्नुहुनेछ। त्यसै अनुरूप हामी पनि लेफ्ट टर्न लिइसके पश्चात मुक्तिनाथ यात्रा तय गऱ्यौँ। मुक्तिनाथको यात्रासँगै हामीले सबैजना बाइकको सवारसँगै केही अगाडि पुग्यौँ र हामीले बिचमा छोटो ब्रेक ल्यायौँ। त्यो ब्रेक लिइरहँदा हामीले कसैले 360 भ्यू, कसैले टिकटक लियौँ भने कोही नाचेर रमाइलो गऱ्यौँ। यहाँ छोटो ब्रेक लिने क्रममा हामी सबैजनाले प्राकृतिक दृश्य देखेर सबै अचम्मित भयो। यस्तो प्राकृतिक दृश्यलाई मैले तपाईँले 360 भ्यूमा देखाउन लागिरहेको छु। तपाईँलाई सबैजनाले हेरेर आनन्द लिन सक्नुहुनेछ। त्यस पश्चात हामी कागबेनीको यात्रा तय गऱ्यौँ र हामी कागबेनी पुग्यौँ। कागबेनीमा पुगेर हामीले आधा घन्टा जतिको ब्रेक लियौँ। उक्त ब्रेकमा सम्पूर्ण साथीहरूले नाच्ने गाउने सँगसँगै कागबेनीको स्नान गर्ने ठाउँको अवलोकन गर्दै कसैले 360 भ्यू, कसैले टिकटक, कसैले नाच्यौँ, ग्रुप डान्स गऱ्यौँ, एकल भिडियोहरू रेकर्ड गरेर सबैजना रमाइलो गऱ्यौँ। यस रमाइलोसँगै हामी झन्डै आधा घन्टा जति हामीले त्यहाँ बितायौँ। मैले यो तपाईँलाई देखाइरहेको दृश्य जहाँबाट तपाईँले लेफ्ट टर्न लिनुभयो भने तपाईँ लोमाङथाङको यात्रा तय गर्न सक्नुहुन्छ भने राइटतिर जानुभयो भने तपाईँ मुक्तिनाथको यात्रा तय गर्न सक्नुहुन्छ। हामी पनि यसरी नै यहाँ केही बेरको रमाइलोसँगै हामीले पनि यहाँबाट मुक्तिनाथको यात्रा तय गऱ्यौँ र हामी यसरी मुक्तिनाथको यात्रा तय गरे पश्चात हामी यहाँबाट अगाडि बढ्यौँ र मुक्तिनाथ यात्रा तय गऱ्यौँ। बिचबिचमा हामीले छोटो ब्रेक लियौँ र हामी यसरी मुक्तिनाथसम्मको यात्रा तय गऱ्यौँ र मुक्तिनाथभन्दा केही तल मुक्तिनाथ बजारसम्म गएर बाइक पार्किङ पश्चात हामीले अन फुट यात्रा तय गर्ने निर्णय गऱ्यौँ र हामीले यहाँबाट देखिने 360 भ्यू क्याप्चर गऱ्यौँ। आकाश अत्यन्तै खुलेको थियो। मनोरम वरिपरिको दृश्यले हामीलाई स्वर्गमा पुर्याएको महसुस भयो। सबैजना यो मुक्तिनाथ एरियाको बजार मार्केट एरियामा हामीले अन फुट यात्रा तय गऱ्यौँ र सबैजना हामी
मुक्तिनाथ क्षेत्रको नजिकै रहेको गेटको क्रस गरिसके पश्चात हामी स्टेयरकेस चढ्दै रमाइलो गफ गर्दै यात्रा तय गऱ्यौँ। केही माथि पुगेपछि एकजना सानो बहिनीले मन्दिरमा पूजाका लागि सामग्रीहरूको व्यापार गरिरहनु भएको रहेछ। उक्त व्यापारमा हामीले बहिनीको हातबाट सामग्रीहरू किन्यौँ। त्यस पश्चात हामी त्यहाँबाट पनि हाम्रो यात्रा मुक्तिनाथको यात्रा चाहिँ तय गऱ्यौँ। हामीले बाटोमा थुप्रै यो मनोरम दृश्य देखेर सबै जाँदाखेरि भएका दुःख पीडा भोगाइहरूलाई सबै बिर्सियौँ। नेपाल स्वर्ग हो भन्ने कुराको अनुभव राम्रोसँग गऱ्यौँ। त्यस पश्चात हामी मुक्तिनाथमा पुग्यौँ र मुक्तिनाथमा गएर मुक्तिनाथमा स्नानका लागि हाम्रो तयारीमा जुट्यौँ। सबैजना स्नानका लागि तयारीमा जुट्नुभयो। सम्पूर्ण साथीहरूले 108वटा धाराको स्नान गर्नुभयो। 108वटा धाराको स्नान सकिए पश्चात हामीले पनि अगाडि रहेको 2वटा पोखरीमा सिक्का फ्याँकेर सिक्का टिप्ने कोसिस गऱ्यौँ। सिक्का टिपियो भने आफ्नो मनोआकाङ्क्षा पुरा हुन्छ भन्ने जनविश्वासलाई आत्मसात गऱ्यौँ र हामीले हाम्रो स्नानको कार्यक्रमलाई सक्यौँ। स्नानको कार्यक्रम सकिएसँगै हामीले पनि पूजाआजाका लागि सबैजनाको स्नान सकिए पश्चात हामी मुक्तिनाथ मन्दिरको मुख्य मन्दिरमा हामीले पूजाका लागि हाम्रो यात्रा तय गऱ्यौँ। सबैजना पूजा गर्ने यात्रु लाइनमा बसेसँगै हामी पनि लाइनमा बस्यौँ र जय भोले भन्दै हामीले चाहिँ हाम्रो पूजा कार्यक्रम सक्यौँ। नरिवल फुटाउने कार्यक्रम पनि सक्यौँ। सँगसँगै हामी त्यहाँको पूजाआजाको कार्यक्रम सकिएसँगै हामी यतापट्टि रहेको मुक्तिनाथको साइडमा रहेको अत्यन्तै राम्रो दृश्य देखिने ठाउँबाट हामीले केही भिडियोहरू क्याप्चर गऱ्यौँ। सँगै यहाँ नजिकै रहेको ज्वाला हेर्ने, प्राकृतिक रूपमा जलेको ज्वाला, उक्त ज्वाला हेरेर चाहिँ आफ्नो मनोआकाङ्क्षा राखेको चाहिँ पुरा हुने भन्ने जनविश्वासलाई पनि हामीले आत्मसात गर्दै हामीले पनि यो ज्वालाको चाहिँ अवलोकन गऱ्यौँ। त्यस पश्चात हामी मुक्तिनाथ क्षेत्रबाट फर्किने योजना बनायौँ र हामीले पार्किङ नजिकै आएर फेरि पुनः फर्किने बेलामा एकपटक यहाँबाट देखिने मनोरम दृश्य स्वर्गको टुक्राको हामीले एउटा सानो भिडियो क्लिप क्याप्चर गऱ्यौँ र यहाँबाट हामीले पुनः हामी जुमसुम बजारतिर फर्कियौँ। यहाँबाट जुमसुम बजारको यात्रा तय गऱ्यौँ। बिचबिचमा ब्रेक लिँदै हामी जुमसुम बजार आएर खाना खायौँ। खाना पश्चात पुनः हामी फेरि मार्फा गाउँको यात्रा तय गऱ्यौँ। हामी मार्फा गाउँ आएर चाहिँ यो जेरी चोकतिर हाम्रो यात्रालाई डाइभर्ट गऱ्यौँ र जेरी चोकमा जाँदाखेरि धेरै साथीहरू शेर्पा ड्रेसमा सजिएर बाटोमा धेरै भिडियो क्लिपहरू बनाउँदै हुनुहुन्थ्यो। सो उक्त दृश्यलाई पनि हामीले क्याप्चर गऱ्यौँ। सँगसँगै यही शेर्पा ड्रेसलाई हामीले पनि सेम प्याटर्नलाई फलोअप गर्दै हामीले पनि यहाँ मार्फाको जेरी गल्लीमा केही भिडियोहरू क्याप्चर गऱ्यौँ। अत्यन्तै फेमस ठाउँ नाच्यौँ, सँगै रमाइलोमा आएर
केही भिडियो साथीहरू बनायौँ सँगसँगै त्यहाँबाट पनि सेम प्याटर्नलाई फलो गरेर सँगै हाँस्दै हाम्रो यात्रा चाहिँ बेनी जमसुङबाट पनि हामीले अगाडिको यात्रा तय गऱ्यौँ र यहाँ नाचगान सकिएपछि जमसुङबाट हामीले पुनः तलतिरको यात्रा तय गऱ्यौँ। लेते हुँदै हामी